हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो स्टुडियोमा मेकअप बुकिङ्स रहेको छ। त्यसको लागि चाहिँ म बिहान 8:30 बजी जाँदैछु। त्यसपछि आएर चाहिँ आज विराट चोक जानुपर्ने छ। हेर्दै गर्नु होला। सो गाइज म चाहिँ स्टुडियो आइपुगिसकेको छु। उहाँहरू चाहिँ आइपुग्नु भएको रहेछ। आजको मेरो मेकअपको क्लाइन्ट चाहिँ मेरो नेल्स प्रोफेसनल नेल टेक्निसियनको र ल्यासेसको स्टुडेन्ट हुनुहुन्छ। सो आज चाहिँ म विराट चोक पनि पुग्नुपर्ने भने चाहिँ मेरो जेठी दिदीको चाहिँ बिहे छ। सो त्यही भएर चाहिँ हामी विराट चोक जाँदैछौँ। त्यसकै लागि मैले चाहिँ नेल सेट पनि गरिसकेको छु। म चाहिँ विराट चोक आइसकिसकेको छु। अनि बेहुली दिदी चाहिँ घरमा हुन्न रहेछ। सबैजना चाहिँ भेला भइसक्नु भएको रहेछ। लगभग भर्खर पकाउनु थाल्नु भएको रोटी तपाईँले के को हुन्थ्यो देखा पनि सरी फुलेकी रहेछ। हाम्रो ठुलो मम्मी जस्तै हाम्रो दिदी चाहिँ यता हुनुहुन्छ हैन। जुत्ता रोटी हालेर देखाउनु। यो चाहिँ भनेको यहाँको पनि आरीको भाँडा छ। अस्ति सुरुङ्गामा पो लुगा किन्न पसेको सके मैले। अब यो समाचारमा पो हाल्यो। टाढै टाढा भएको रोटी। मैले त उता झोला सुत्रीको झोला बोकेको थिएँ। यो चाहिँ हाम्रो क्युट डग ल्युस यता पत्रकारले होइन क्या त्यहीको उसले पत्रकार जस्तै त होइन के गुड। यहाँ पनि छ रोटी। यो चाहिँ आमालाई हालिदिएको घिउमा हालेको। यो घिउमा हालेको थियो है। खै त यसले त खाएन चक्लेट खाइन सर तैँले। ए म त खाइसकौँ होला भने के गर्नुहुन्छ त। अब यो आफ्नो आफ्नो अड्कलले हुन्छ। आफै गरेर थोड्न त्यो पानी चाहिँ त्यस्तो मकै खाने क्याट छ नि। क्याट पनि मकै खाँदो रहेछ हौ। हुन्छ पहिले यसले त स्याउहरू पनि खान्छ होइन मम्मी? ओरेन्ज पनि खान्छ नि। फर्सीको मुन्टा खान्छ अरे बिरालोले त। चाहिँ यहाँको सीमा गार्डन के हो मम्मी? यो लसुन हो। यता चाहिँ हाम्रो हुनेवाला बेहुली हुनेवाला ब्राइड टु बी होइन। हेलो गरी श्रीदी। अब भोलि त श्रीदी रुन्छिन् होला। भागो भागो भागो। यहाँ बाटो बाटोमा खाना खुवाउनु परेको छ श्रीदीलाई। खाजा बेटे 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 बेटे। ब्राइडको सपिङ भइरहेछ। भोलिको ब्राइड आजसम्म सपिङ नै भइरहेछ। श्रीदी निस्कन तिमी बाहिर। कस्तो फोरी होइन कस्तो हेरौँ अलिक लामो भएको ए राम्रो देख्यो त। यता हेर सिधी अनि ढोका छुन्नु बस्ने। तिमीलाई नै आउँछु कसरी नानीलाई नै आउँछु। बाटो न बाटो मान्छे यस्तो गर्नुपर्छ। कस्तो गर्नु म गरिदिन्छु यस्तो त।
हामी चाहिँ आइपुगिसकेको छौँ। भर्खर रेडी हुँदैछ यहाँ चाहिँ बिउले चाहिँ यहाँ छिन्। यो चाहिँ हाम्रो ह्यान्डमेड वरमाला हो। यता चाहिँ सबैजना रेडी गर्दै हुन्छ गुरुबुवाहरू चाहिँ। यहाँ गुरुबुवाहरूको हेल्पर हुन्छ। सामानहरू चाहिँ सबै रेडी गर्छ। हेलो श्रीदी। गेटमा गयो। किन तसँग म निउरिनु पर्ने छ यहाँ। जन्ती चाहिँ आइसक्नु भयो अरे। अब हामी पर्सिन हाल्दैछौँ होइन। अब चाहिँ यहाँ हाम्रो समुद्रलाई टिका लगाइदिने कार्यक्रम हुँदैछ। हेलो बेटा। दादा पनि जानु अरे त। दादा पनि घुम्दा हुन्छ अरे। फ्यामिली लुक। यहाँ फेरि अब पानीसँग दक्षिणा पनि गर्नु त। अब तपाईँले पानीसँग यो पनि हो।
सुन्नुभयो त्यहाँ पानी छ हाम्रो प्यारी प्यारी भाउजूहरू पनि आइपुग्नु भएको छ सानी पन्ना खै मामु मामु आउनु भएन ए तिम्रो मामुलाई पिट्नुपर्छ अब हामी मिलेर होइन र भेनालाई ठुक पारेको हाम्रो नयाँ बेहुला भेना छैन क्या खानेकुराको पनि सबै भिडियो गर्नुपर्छ क्या ब्राइडको लागि चाहिँ त्यहाँनिर हाम्रो दिदी ल्याउँछ हुन्छ होइन दुई भाग त्यसलाई आज 2 भाग दिनुपर्छ त भेना सो गाइज हाम्रो भेनालाई चाहिँ 2 भाग चाहिन्छ अरे नयाँ ग्रुमलाई चाहिँ त्यो भएको हुनाले भेनाले नै क्लिप कुरा त भेनाले खाना चाहिन्छ खानाहरू ल्याइदिउँ भेनाजु किबर पठाइदिउँ मलाई हिसाब मिलाउनु कति यति दिन भएछ त ठिकै हो त कतिपल्ट घुम्नुपर्छ एकपल्ट 3 पल्ट ल राम्रोसँग जानु ल दिदी म भिडियो पठाइदिन्छु यस्तो रुनु के रुनु न सबैजना चाहिँ यहाँ हुनुहुन्छ अनि हाम्रो बेहुली चाहिँ घटिसक्नु भएको छ सो अब चाहिँ हामी घरमा गएर के भन्नु अरे भयो जति सबै यहीँ छौँ बेहुली चाहिँ बेहुलाले लगिसक्यो सो गाइज हामी चाहिँ फाइनली घर आइपुगिसकेको छौँ अनि अब चाहिँ सुत्ने बेला भइसकेको छ आजको भ्लग चाहिँ यतिमै इन्ड गर्दैछु थ्याङ्क यू फर वाचिङ बाई बाई